हाम्रो देश नेपालको हिमाली क्षेत्रमा लुक्केरै रहेका यस्ता हजारौं ठाउँहरू छन् जहाँ आजसम्म कोही नपुगेका र कसैले नदेखेका अनि नामाकरण समेत नभएका ठूला ठूला ताल र पोखरीहरू प्रशस्तै रहेका छन्। तिनै लुक्केरै रहेका ठाउँहरूमध्ये आज हामी पूर्वी नेपालको सङ्खुवासभा जिल्ला र छिमेकी देश चाइनाको सीमा क्षेत्रमा हिमालको काखैमा आजसम्म लुक्केरै रहेको एउटा यस्तो ठाउँ जाँदैछौँ जहाँ पुग्दा हामीले कल्पना गर्ने स्वर्ग सायद यही पो हो कि जस्तो महसुस हुन्छ। 3 दिनको सङ्घर्षपूर्ण यात्रामा पुगिने यो ठाउँ वास्तवमै धरतीमा रहेको स्वर्ग नै हो भन्दा पनि फरक नपर्ने रहेछ। आज हामी यही अद्भुत स्वर्ग तपाईहरूलाई पनि सँगै लैजाँदैछौँ। हामी नेपालको भूगोलबाट चाइनाका हिमालहरू हेर्दै नेपाल र तिब्बतको युद्ध हुँदा तिब्बतीहरूले लुकाएका हतियारहरू भएको ठाउँ पनि हेर्नेछौँ। नेपाल र चीनको सिमाना जसलाई हिमालले छुट्याएको छ त्यही ठाउँ पुग्दा आफ्नो मनमा लागेका केही भावनाहरू पनि व्यक्त गर्नेछौँ। यो यात्रा केवल रमाइलो यात्रा मात्रै होइन, यो त देश खोज्ने यात्रा, देश बुझ्ने यात्रा अनि देश देखाउने एउटा ऐतिहासिक यात्रा हो। त्यसैले पनि यो यात्रामा तपाईँ अनि हामी सँगै मिलेर अगाडि बढौँ है त। दर्शकवृन्द यहाँहरू सम्पूर्णमा नमस्कार। हामी यति बेला पूर्वी नेपालको सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका वार्ड नम्बर 2 अन्तर्गत पर्ने यो सुन्दर गाउँ लिङ्गम भन्ने गाउँमा रहेका छौँ र आज हामी कहाँ जाँदैछौँ भन्ने कुरा त तपाईँहरूले हाम्रो भिडियोको इन्ट्रो हेरेर पनि केही थाहा पाइसक्नु भएकै छ। हो, आज हामी कोही नपुगेको एउटा यस्तो सुन्दर ठाउँ तपाईँहरूलाई लैजाँदैछौँ जुन चाहिँ नेपाल र चीनको सिमाना नजिकै पनि पर्दो रहेछ र जहाँ चाहिँ धेरैवटा तालहरू एकै ठाउँमा रहेको कुरा पनि स्थानीयहरूबाट हामीले बुझेका छौँ। र आज हामी यही लिङ्गम गाउँका स्थानीय दाइ लाक्पा भोटे अनि अन्य साथीहरू जो स्थानीयवासी नै हुनुहुन्छ उहाँहरूसँगै त्यो हिमालय क्षेत्रको अद्भुत दृश्यहरू अवलोकन गर्न जाँदैछौँ। र यो यात्रा चाहिँ हाम्रो लागि एकदमै सङ्घर्षपूर्ण पनि हुनेछ। हामी 3-4 दिनको यात्रामा मात्रै पुगिन्छ भन्ने कुरा पनि सुनिएको छ। र अब ढिला नगरिकन हामी लिङ्गम गाउँबाट अगाडि बढ्दैछौँ। यहाँबाट केही अगाडिसम्म चाहिँ गाडीमा जान सकिने रहेछ, त्यसपछि हाम्रो पैदल यात्रा सुरु हुनेछ। अब यात्रा के कस्तो हुन्छ, दृश्यहरू के कस्ता हुन्छन् अगाडि भिडियोमा प्रस्तुत गर्दै जानेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्न नछुटाउनु होला है त। हामी लिङ्गम गाउँबाट अगाडि बढिसकेका छौँ। यहाँबाट केही माथि डाँडासम्म गाडीमा जान सकिने रहेछ अनि हामीलाई यहाँका स्थानीयहरूले जो गाडी व्यवसायी हुनुहुन्छ उहाँहरूले गाडी उपलब्ध गराइदिनु भयो, उहाँहरूलाई धेरै धन्यवाद पनि दिन चाहन्छु। र हामी अब केही माथिसम्म गाडीमा जाँदैछौँ, त्यसपछि हाम्रो पैदल यात्रा सुरु हुन्छ। हामी अहिले चाहिँ डुङ्लम भन्ने ठाउँमा आयौँ। यहाँसम्म चाहिँ हामी गाडीमा आयौँ भने अब यहाँ गाडी राखेर अनि हाम्रो उकालो पैदल यात्रा सुरु हुन्छ। र अब यहीँदेखि हिमालयका श्रृङ्खलाहरू मजाले देखिरहेका छन्। अगाडि बढेपछि यस्तो बबाल दृश्यहरू देखिन्छ नि, जुन चाहिँ जिन्दगीमा मैले पहिलोचोटि नै देखेको हुँ भन्ने जस्तो लाग्छ भन्ने कुरा चाहिँ हाम्रो लाक्पा दाइले भन्नुभएको छ कि त्यति रमाइलो ठाउँ छ अरे। अब त्यो दृश्यहरू पनि प्रस्तुत गर्दै हामी धेरैवटा पोखरी भएको क्षेत्र पुग्छौँ। तर आज चाहिँ हामी बाटोमा कतै क्याम्पिङ गरेर बस्नुपर्ने हुन्छ अनि भोलि हामी पोखरी भएको क्षेत्र पुग्नेछौँ। र हाम्रो नेपालको पिल्लर जुन चाइनाको सिमानासँग जोडिएको पिल्लरको दृश्यहरू पनि प्रस्तुत गर्नेछौँ। यसरी चाहिँ हामी 4 जना झोला तुम्मा बोकेर अगाडि बढ्यौँ। अब समुद्री सतहबाट करिब 2800 मिटरको उचाइमा रहेको डुङ्गम भन्ने क्षेत्रमा गाडी राखेर हामीले हाम्रो पैदल यात्रा सुरु गऱ्यौँ। हामी जम्मा 4 जना रहेका थियौँ। हामीलाई बाटो देखाउन अनि ठाउँको बारेमा जानकारी गराउनको लागि लिङ्गमको स्थानीयवासी लाक्पा इसाक दाई हुनुहुन्थ्यो अनि अन्य साथीहरू चाहिँ गाडी ड्राइभिङ गर्नुहुँदो रहेछ। हामी 4 जना मिलेर यसरी उकालो अगाडि बढ्यौँ। केही बेर अगाडि बढेपछि एउटा विश्राम स्थल आयो। विश्राम स्थलबाट चाहिँ मकालो हिमाल नजिकै देखिँदो रहेछ। हामीले मकालो हिमालको दृश्यहरू पनि केही बेर अवलोकन गऱ्यौँ।
हामी विश्राम गरेको ठाउँबाट मकालु हिमालहरू चाहिँ कति नजिकै देखिरहेको छ। अन्य विभिन्न हिमालहरू एकदमै सुन्दर तवरले देखिरहेका छन्। अब योभन्दा अझै अद्भुत अनि हिमालयकै काखमा हामी पुग्दैछौँ र यहाँनिर चाहिँ यसरी साथीहरू विश्राम गर्दै हुनुहुन्छ। 1 घन्टा उकालो हिँडेर यहाँ आइयो र एकछिन विश्राम गरेर अगाडि बढ्छौँ हामी। हामीले पैदल यात्रा सुरु गरेको ठाउँबाट करिब 1.5 घन्टाको यात्रा पश्चात हामी छोरोखा डाँडा भन्ने क्षेत्र प्रवेश गऱ्यौँ। बाटो पुरै उकालो रहेको रहेछ। छोरोखा डाँडाबाट हाम्रो दायाँपट्टि मकालु हिमालका श्रृङ्खलाहरू पनि देखिरहेका थिए अनि हाम्रो बायाँतर्फ हेर्दा चाइनाका केही हिमालका श्रृङ्खलाहरू पनि देखिरहेका थिए। अब हामी जति अगाडि बढ्दै जान्छौँ त्यति नै हिमालयका श्रृङ्खलाहरू अनि सुन्दर दृश्यहरू पनि देखिन्छ भन्ने कुरा लाक्पा दाइले हामीलाई जानकारी गराउनु भएको थियो। हामी सुन्दर दृश्य हेर्ने आशा गर्दै ठाडो उकालो निकै सङ्घर्षको यात्रा गर्दै अगाडि नै बढिरह्यौँ। यहाँबाट यतापट्टि पर मकालु हिमालका श्रृङ्खलाहरू मजाले देखिरहेका छन् र निकै बेरको उकालोपछि हामी तेर्सो बाटोको यात्रामा अगाडि बढिरहेका छौँ। यो क्षेत्रमा चाहिँ सबै गुराँसै गुराँसहरू छन्। चैत वैशाखमा आउने भने यो क्षेत्र गुराँसले ढकमक्क हुने रहेछ। एकदमै सुन्दर अनि शान्त अनि आनन्द भइरहेको छ। अहिले चाहिँ अब माथि हिमालय क्षेत्र प्रवेश गरेपछि चाहिँ यात्रा पक्कै कठिन हुने नै छ, तर पनि हामी अगाडि नै बढिरहेका छौँ। हामी अहिले चाहिँ यो डाङ्ग भन्ने स्थानमा आइसकेका छौँ। यो चाहिँ समुद्री सतहबाट लगभग 3200 मिटरको उचाइमा रहेको क्षेत्र रहेछ। यहाँनिर केहीसम्म परेको भूगोल छ र यहाँ चाहिँ हामी विश्राम गरेर केही चिसोहरू खाएर अनि पानी खाएर केही इनर्जी प्लस गरेर अनि अगाडि बढ्छौँ र यहाँबाट चाहिँ हामी ड्रोन सट मार्फत माथि हामी जाने डाँडाको दृश्य हेर्दैछौँ। यहाँबाट माथि देखिरहेको डाँडा जुन डाँडासम्म हामीले उकालो काट्नुपर्ने रहेछ, त्यसपछि तेर्सो यात्रा सुरु हुने रहेछ र त्यहाँबाट चाहिँ चाइनाका सबै हिमाल अनि यता नेपालका प्राय सबै हिमालहरू देखिने रहेछन्। अब त्यो सुन्दर दृश्यहरू पनि हेर्दै हेर्दै हामी अगाडि नै बढ्नेछौँ। हामी यहाँनिर निकै बेर विश्राम गऱ्यौँ, चिसोहरू खायौँ र अब अगाडि नै बढ्दैछौँ। अब यता चाहिँ केही तेर्सो छ तर अलि माथि निकै उकालो रहेछ, कठिन उकालो। जे होस् रमाइलो छ दृश्य, मौसम मजाले खुलेको छ। दृश्य हेर्दै यात्रा गर्न पाउँदा अब केही कठिन भए पनि त्यस्तो धेरै दुःख चाहिँ लागेको छैन। यो दृश्यहरू तपाईँहरूमा पस्कन पनि पाइरहेका छौँ, एकदमै आनन्दै लागेको छ। यो गुराँस चाहिँ जेठमा फुल्छ होला क्या, यो चिमल होला यो सायद, ठुलो फुल्छ क्या यसको थुङ्गा। यहाँ हेर्नु है दर्शकवृन्द, गुराँसहरू कस्तो प्रकृतिको छ, कति धेरै छ। पुरै गुराँसको घारी छ। यसरी घारी छिचल्दै हामी अगाडि बढिरहेका छौँ। लगभग 3 घन्टाको उकालो जङ्गलको यात्रापछि हामी अहिले यो केही खर्क भएको क्षेत्र प्रवेश गऱ्यौँ र यहाँबाट पनि हामी
ठाडै उकालो जानुपर्ने रहेछ। यतापट्टि चाहिँ हिउँ परेर पग्लिन सकेको अवस्था छ र सबैभन्दा कठिन चाहिँ यो ठाडो छ जस्तो देखिरहेको छ। हुन त उँधो पनि कठिन नै थियो अनि अझै अगाडि झन् कठिनै हुन्छ होला, तर यो चाहिँ पुरै ठाडो छ। अब हामी यो उकालो कटेर माथि डाँडा निस्किन्छौँ, त्यहाँबाट चाहिँ केही बेर तेर्सो छ अरे। यसरी हाम्रो यात्रा अगाडि बढिरहेको छ। यहाँनिर चाहिँ बर्खे गोठहरू पनि रहेका रहेछन् र अहिले चाहिँ हामी 3300 मिटरको हाइटबाट अगाडि बढिरहेका छौँ। हाम्रो साथी एकजना खालि पछाडि हुनुहुन्छ, उहाँको पछाडि हिमाल छ। यसरी पुरै तयारीका साथ अगाडि बढिरहेका छौँ। यात्रा कस्तो हुँदैछ सर, ल भनिदिनुहोस्। एकदम ठिक हुँदैछ, गले पनि सिन चाहिँ राम्रो छ नि है, एकदम भ्यू एकदमै राम्रो छ। यसरी चाहिँ कोही साथीहरू अगाडि पुगिसक्नुभयो, म चाहिँ सबैभन्दा अन्तिममा छु। म चाहिँ अब दृश्य पनि कोही गर्नुपर्ने भएको कारणले केही पछि पनि बसिरहेको छु र बाटो चाहिँ एकदमै उकालो धेरै भएको कारणले केही गाह्रै छ, तर दृश्य साँच्चै नै बयान गरेर साध्य छैन। आज मौसमले पनि मजाले साथ दिइरहेको छ। अहिले चाहिँ हामी यो कालोझर भन्ने ठाउँमा आइसकेका छौँ। यहाँको उचाइ 3350 मिटरको हाराहारीमा छ र यहाँ चाहिँ बस्नको लागि एउटा खर्क रहेछ। अनि यहाँ केही बेर विश्राम गरेर केही सामान्य खाजाहरू खाएर अनि अगाडि बढ्छौँ हामी। र यहाँ वरिपरिबाट देखिने भ्यूहरू पनि म तपाईँहरूलाई केही बेर प्रस्तुत गर्दैछु। हामी विश्राम गरेको ठाउँबाट मकालो हिमाल यस्तो देखिन्छ दर्शकवृन्द, एकदमै सुन्दर र ती नजिकै पारिपट्टि जस्तो देखिन्छ। र अब केही छन् यहाँ वरिपरिको दृश्यहरू पनि हामी हेर्दैछौँ। यतापट्टि हाम्रो आँखै अगाडि अग्ला पहाड छन्, चाइनातर्फका हिमालहरू पनि देखिन्छन्। त्यो दृश्यहरू हेरेर अनि हामी अगाडि नै बढ्नेछौँ। अब हामी फेरि हाम्रो यात्रामै अगाडि बढ्यौँ। बाटो अझै उकालै छ, उकालो सकिएकै छैन। जे होस्, विश्राम गर्दै यात्रा गरिरहँदा अनि मौसम खुलेर देखिएका सुन्दर दृश्यहरूले यात्रा गर्न कठिन यात्रा भए पनि त्यति धेरै गाह्रो चाहिँ भइरहेको छैन। अहिले चाहिँ हामी 3500 मिटरको उचाइमा आइसकेका छौँ, उकालो बाटोको यात्रा गरेर। अनि यहाँनिर पनि बर्खे खर्कहरू, गोठहरूको भग्नावशेषहरू देख्न सकिन्छ। र हामी चाहिँ अझै उकालो यात्रा छ। यो माथि पुगेपछि त्यहाँबाट हाम्रो तेर्सो बाटोको यात्रा हुन्छ। र आज हामी कहाँ बस्ने भन्ने कुरा तलबाट पनि देखाएँ। यहाँनिर एउटा गोठ छ अरे, आज हामी त्यहीँ बस्छौँ। अनि भोलि त्यहाँबाट माथि देखिएको त्यो हिउँ झरिरहेको डाँडा कटेर पनि उता गएपछि मात्रै पोखरी भेटिन्छ अरे। अब हेरौँ कस्तो छ। यो एकदमै नयाँ ठाउँको यात्रा, लगभग यहाँका स्थानीय बाहेक कोही मानिसहरू नपुगेको क्षेत्रको यात्रा। वास्तवमै रमाइलो अनि सङ्घर्ष सबै कुराको सम्मिश्रण भएको अनौठो यात्रा नै हुनेछ हाम्रो लागि।
हामी हिँड्ने बाटोभरि यस्तो चिमलहरू छ, ससाना पोथ्रे बोटहरू छन्, तर यही हराइ छ जस्तो पुरै घारी छ। यो चाहिँ वैशाख जेठतिर यहाँ आउने भने पुरै स्वर्ग नै हुने रहेछ जस्तो अहिले देख्न सकिन्छ। सबै चिमलै चिमलका रुखहरू छन्। यही चिमलको घारीबाट हामी अगाडि बढिरहेका छौँ। यतापट्टि चाहिँ पुरै यो हिउँ यस्तो छ, टेक्दै टेक्दै हुन त हामी हिउँ भएको क्षेत्र नै पुग्ने हो, तर पनि यतापट्टि देख्दा पनि छुट्टै किसिमको आनन्द हुने रहेछ यो हिउँ देख्दा पनि। हामी उकालो यात्रामा अगाडि बढिरहेका छौँ। अब यहाँनिर अगाडि एउटा अग्लो पहाड छ, सायद त्यो पनि छिचेल्नु पर्छ होला। हाम्रो दुईजना साथीहरू निकै अगाडि हुनुहुन्छ, हामी चाहिँ अलिक हिँड्न नसकेकोले केही पछाडि छौँ, केही पर सायद उहाँहरू पर्खिनु नै हुन्छ। अनि यतापट्टि पनि सबै गुराँसै गुराँस छ दर्शकबिन। अनि पर ल हेर्नुहोस् है, चाइनातर्फका हिमालहरू। र अब चाहिँ हामी लगभग तेर्सो बाटोमा आएछौँ जस्तो लागिरहेछ। अनि पर हामी बास बस्ने ठाउँमा चाहिँ उकालो चढ्नुपर्छ। जे होस्, यात्रा रमाइलो भइरहेको छ, कठिन भए पनि। यतापट्टि चाहिँ गुराँसको फेदमुनि सबै हिउँ छ, थुम्का छ, सेतामसुर। र अहिले चाहिँ हामी 3650 मिटरको उचाइमा छौँ। 3650 को उचाइमा यात्रा गरिरहेका छौँ। र यहाँनिर चाहिँ साथीहरू विश्राम गरिराख्नु भएको छ। अब केही क्षण विश्राम गरेर अनि अगाडि नै बढ्नेछौँ। र आजको हाम्रो बास बस्ने ठाउँ पुग्न पनि अझै 1-1.5 घन्टा नै लाग्ने रहेछ। त्यही भएर पनि अहिले 3:30 बजिसकेको अवस्था छ, रात पर्ने सम्भावना छ। अझै 1-2 घन्टा कि 1.5 घन्टा लाग्छ? 2 घन्टै चाहिँ अझै भनेपछि त कहाँ हो कहाँ रहेछ। र यता तपाईँ चाहिँ हिउँले हात धुँदै हुनुहुन्छ? हात धेरै चिसो भएर ए हात फुट्छ नि, त्यसो गरेपछि त हिउँले हात धुँदै हुनुहुन्छ है साथीहरू चाहिँ। रहर पनि हो यो एउटा। हामी ठाउँमा विश्राम गर्दै अगाडि नै बढिरहेका छौँ। र अझै 2 घन्टा लाग्छ भनेपछि चाहिँ अब रात पर्छ भनेर अहिले 3:30 बजिसकेको छ। त्यसैले पनि हाम्रो यात्राको रफ्तारलाई चाहिँ हामीले बाध्यताले नै बढाउनु पर्ने अवस्था छ र हामी अगाडि नै बढिरहेका छौँ। अहिले चाहिँ हामी यो हुमदैते भन्ने ठाउँमा आइसकेका छौँ। यहाँको उचाइ पनि लगभग 3650 मिटरको हाराहारीमा छ। र हामी बास बस्न जाने ठाउँ चाहिँ यो पर देखिएको हिमालय जस्तो श्रृङ्खलाभन्दा केही मुनिको भूभाग। अझै 2 घन्टा लाग्छ भन्ने कुरा सुनिएको छ। र यतापट्टि मकालो हिमालहरू जहाँ कुहिरोले घुम्टो हालिरहेको छ। अनि यतापट्टि यस्तो पहाडहरू छ। अब 3650 मिटर भनेपछि तपाईँहरूले यहीबाट थाहा पाउनुहुन्छ हामी कस्तो भूगोलमा यात्रा गरिरहेका छौँ। हामीले छोड्दै आएको क्षेत्र चाहिँ यस्तो छ है। यो परका डाँडाहरू कट्दै आयौँ हामी। अनि यता वरिपरि एकदमै सुन्दर ठाउँ छ। यहाँ खर्क जस्तो छ। अनि माथि डाँडाहरू छन्। यो चुत्रो हो कि के हो, रातै भएर पाकिरहेको छ। एकदमै बाक्लो दाना छ।
हामी चाहिँ अझै थकित भए पनि अब गन्तव्यमा पुग्नको लागि भनेर नबिसाइकन अगाडि नै बढिरहेका छौँ। हामी अहिले चाहिँ पेजुङ भन्ने स्थानमा आइसकेका छौँ। यहाँ एउटा सुन्दर भ्यू पोइन्ट छ जहाँबाट अगाडि अग्ला अग्ला सुन्दर पहाडहरू देखिरहेका छन् भने यतापट्टि चाइनाका हिमालहरू देखिरहेका छन्। हेर्नु है, यी सबै हिमालहरू चाइनाकै हिमालहरू अनि यो पारिपट्टिका पहाडहरू पनि चाइनातर्फकै पहाडहरू छन् भने हामी चाहिँ अहिले नेपालकै भूगोलबाट यो दृश्य अवलोकन गरिरहेका छौँ। र हाम्रो आजको बास बस्ने ठाउँ जानलाई पनि अझै निकै छ। अब केही ओह्रालो झरेर अनि फेरि उकालो जानुपर्ने रहेछ। अझै 1-2 घन्टा लाग्छ होला। अनि हाम्रो मकालु हिमाल पनि यतापट्टि देखिरहेको छ र यहाँ वरिपरिबाट देखिने हिमालयका दृश्यहरू केही बेर हामी अवलोकन गर्दैछौँ। त्यसपछि हामी अगाडि नै बढ्नेछौँ। हामीले पेजुङ भन्ने स्थानमा खाजा खायौँ, निकै बेर विश्राम गऱ्यौँ र अब हामी अगाडि नै बढ्दैछौँ। यतापट्टि चाहिँ सबै हिमालहरू चाइनाका हिमालहरू देखिरहेका छन् र हामी भोलि चाइनाको सिमाना पनि पुग्छौँ। जुन नेपाल र चाइनाको सिमानामा भएको पिलर छेउछाउ पनि पुग्छौँ, पिलर भएको ठाउँ पनि पुग्छौँ। र अहिले चाहिँ अब रात पर्न आँटेको अवस्था छ। हाम्रो यात्राको रफ्तारलाई अगाडि नै बढाउँदैछौँ। हामी पेजुङबाट फेरि ओह्रालो लागिरहेका छौँ। निकै ओह्रालो पछि फेरि उकालो चढ्नुपर्ने रहेछ आजको बास बस्ने ठाउँसम्म पुग्न पनि। अनि भोलि त झन् हाम्रो एकदमै कठिन यात्रा हुने नै छ। तर पनि आजै बास बस्ने ठाउँ पुग्न पनि हामीलाई निकै समय लाग्ने रहेछ। अझै रात पर्नै लागेको अवस्था छ। यतापट्टि चाहिँ पुरै हिउँै हिउँ छ अनि बाटो पनि ठाडो ओह्रालो छ। एकदमै जोखिम छ बाटोमा यात्रा गर्न। चिप्ल्यो भने लड्ने सम्भावना धेरै छ। पुरै यो पाक्कैभरि हिउँै हिउँ छ। हाम्रो साथीहरू पनि यसरी हिउँमा आउँदै हुनुहुन्छ है। एकदमै कठिन यात्रा छ है अहिले चाहिँ। तर आजको लागि मात्रै कठिन हो, भोलि त हामीले योभन्दा कठिन यात्रा गर्न बाँकी नै छ। लडियाला है सर, ओह्रालोमा आउनुहोस् है। फेरि हिउँै हिउँ छ, चिप्ल्यो भने त गाह्रो हुन्छ। हजुर, ओह्रालो धेरै रहेछ। अब फेरि पारिबाट उकालो होला। पेजुङ डाँडाबाट हामी ओह्रालो बाटोको यात्रा गर्दै अगाडि बढ्यौँ। बाटोभरि सेत्तामसुर हिउँ जमिरहेको दृश्य देखिरहेको थियो। ओह्रालो बाटो अनि चिप्लो हिउँले गर्दा यात्रा गर्न निकै कठिन पनि भइरहेको थियो अनि रात पनि पर्ने लागेको अवस्था थियो। आज हामी बास बस्ने ठाउँ चाहिँ कतिखेर पुगिन्छ भन्ने विषयमा हामीलाई कुनै जानकारी थिएन, किनभने यो क्षेत्रमा हाम्रो पहिलोपटकको यात्रा थियो। हामीलाई गाइड गर्दै आउनुहुने लाक्पा दाई चाहिँ केही अगाडि हुनुहुन्थ्यो। उहाँ चाहिँ यो क्षेत्रमा धेरै पटक यात्रा पनि गरिसक्नु भएको थियो र उहाँसँग ऊर्जा पनि निकै थियो। हामी चाहिँ धेरै नै थकित भइरहेको अवस्था थियो। तर पनि हामी हिउँमा करेक्ट टेक्दै हाम्रो यात्रामै अगाडि बढिरह्यौँ। अब यहाँ अगाडिबाट फेरि उकालो सुरु भयो हाम्रो र आजको लागि कठिन उकालो चाहिँ अब हामीले चढ्नुपर्ने रहेछ। धेरै हाइटको क्षेत्र पनि अनि ठाडो उकालो जस्तो देखिरहेछ। यो उकालो कटेर केही माथि हामी आज बास बस्छौँ अनि भोलि उही त माथिको डाँडा पनि कटेर अनि उता चाइनातर्फको दृश्यहरू हेर्दै पोखरी भएको क्षेत्र प्रवेश गर्छौँ। यतापट्टिबाट चाइनातर्फका हिमालहरू लहरै यसरी देख्न सकिन्छ। अनि यतापट्टि हामी आएको एउटा अग्लो पहाड यहाँ पर देखिरहेको छ। त्यही पहाडको छेउछेउबाट हामी यता अगाडि आइरहेका छौँ। अब हाम्रो उकालो यात्रा सुरु भइरहेको छ। भ्यू एकदमै सुन्दर देखिन्छ, तर यात्रा गर्न चाहिँ एकदमै कठिन भइरहेको अवस्था छ। घाम अस्ताइसकेको छ दर्शकवृन्द। हाम्रो यात्रा अझै जारी छ। कतिखेर आज बास बस्ने ठाउँ पुगिन्छ भन्ने थाहा छैन। अनि उकालो पनि छ बाटो। एकदमै सङ्घर्षको यात्रा भइरहेछ। अहिले चाहिँ पानी पनि नपाएको कारणले एकदमै गाह्रो भइरहेको अवस्था छ।
घरि उकालो बाटो अनि घरि ओह्रालो बाटो सङ्घर्षपूर्ण यात्रा गर्दै सुन्दर दृश्यहरू अवलोकन गर्दै हामी निरन्तर हाम्रो यात्रामै अगाडि बढिरह्यौँ। साँझ परिसकेको थियो। हामी बास बस्ने ठाउँ कतिखेर आउँछ भनेर मनमा कौतूहलता पनि लागिरहेको थियो। यो क्षेत्रमा धेरैजसो बाटो उकालो भएको कारणले पनि यात्रा गर्दा निकै थकित भएको महसुस पनि भइरहेको थियो। अनि अर्को महत्त्वपूर्ण कुरा, यो क्षेत्रमा चाहिँ पानीका स्रोतहरू सुकेर होला सायद, कतै पनि पानी भेटिएको थिएन। हाम्रो साथीहरूले त आफूले बोकेर ल्याएको कित्लीमा हिउँ तताएर पानी बनाएर पनि खानुभएछ केही तल, तर म चाहिँ तिर्खाले पनि पुरै प्याकी भइरहेको अवस्था थियो। अब त हाम्रो बास बस्ने ठाउँ नजिकै आइसकेको होला भनेर हामी निरन्तर उकालो यात्रामा अगाडि नै बढिरह्यौँ। निकै बेरको सङ्घर्षपूर्ण उकालो बाटोको यात्रापछि हामी साङ्जेबुक भन्ने क्षेत्र प्रवेश गऱ्यौँ। साङ्जेबुकमा एउटा चौरी गोठ रहेको रहेछ, जुन चाहिँ बर्खाको समयमा मानिसहरू आएर चौरी पालेर बस्ने गर्नुहुँदो रहेछ। तर अहिले हिउँदको समयमा पुरै खाली रहेको रहेछ। आज हामी यही चौरी गोठमा बास बस्ने निर्णय गऱ्यौँ। अहिले चाहिँ हामी यो साङ्जेबुक भन्ने स्थानमा आइसकेका छौँ। यहाँनिर चाहिँ बर्खा सिजनमा मानिसहरू बस्ने चौरी पालेर बस्ने गोठ रहेछ, जसले गर्दा हामीलाई एकदमै अब खोजे जस्तै भएको छ। र यहाँ हाम्रो लाक्पा दाइले आगो बाल्न सुरु गर्नुहुँदैछ। आगो पनि फेरि धुपको बालिँदैछ है, धुप पुरै मगी बास्न आइरहेछ। अनि अब हामी आज चाहिँ खाना पकाउने खाने यतै अब बसिन्छ। अनि भोलि बिहानै हामी अगाडि बढ्छौँ। र साथीहरू दाउरा खोज्नतर्फ लाग्नु भएको छ, यता दाउरा पनि ल्याउँदै हुनुहुन्छ। र यो गोठ भएको चाहिँ एकदमै आनन्द भइरहेछ। ल है, अब चाहिँ हामी गोठमा कफी खान लागेको छौँ। हामीलाई यो गोठमा बस्दा 3800 मिटरको हाराहारीको उचाइमा बास बस्दा घरमै बसे जस्तो भइरहेछ है, अझ ससुरालीमा बसे जस्तो भइरहेछ। अब चाहिँ हामी गोठमा यसरी कफी खाँदैछौँ है। कति कायदा छ गोठमा बस्नलाई, यस्तो आनन्द भइरहेछ। आगो बालेर पुरा र यसरी कफी खाँदै बसिरहेका छौँ। अब चाहिँ हामी चाउचाउ खान लागिरहेछौँ। चाउचाउ पनि हाम्रो के छ भने, अब यो चाइनाको छेउछाउ भएकोले यहाँ चाहिँ चाइनिज चाउचाउ नै बढी प्रयोग हुन्छ। र यसरी चाहिँ अब यो तातो पानी हालेर आफै पाक्छ अनि चाउचाउ खानेछौँ। यहाँहरू सम्पूर्णमा गुड मर्निङ अनि नमस्कार। हामी हिजो बेलुका आएर यहाँ बास बस्यो। यो गोठमा समुद्री सतहबाट करिब 3800 मिटरको उचाइमा रहेको यो ठाउँमा गोठ रहेछ, बर्खे गोठ। यो गोठमा बस्दा एकदमै न्यानोको महसुस पनि भयो। र गोठ जसको भए पनि यसरी ढोका पनि खुल्लै राखिदिनु भएको रहेछ। उहाँहरूप्रति एकदमै आभारी पनि छौँ। र अब यहाँ वरिपरिको सिन केही बेर हेर्दैछौँ हामी, एकदमै सुन्दर छ। अनि यो माथिको डाँडा कटेर यो डाँडाको भन्ज्याङबाट अनि अगाडि बढ्नुपर्ने रहेछ। हाम्रो यात्रा अब सङ्घर्षको सुरु हुँदैछ र सुन्दर दृश्यहरू पनि अब सुरु हुँदैछन्। त्योभन्दा अगाडि यहाँ वरिपरिको दृश्यहरू केही बेर अवलोकन गरौँ। अब हामी यहाँबाट उकालो यात्रा गर्दैछौँ र अहिले चाहिँ घामको स्पर्श पनि परिसकेको छ। र हामी यो ठाडो उकालो कटेर माथि देखिएको अग्लो चुचुरो पनि कटेर अनि उता जानुपर्ने रहेछ। अबको यात्रा अझै सङ्घर्षपूर्ण हुन्छ अनि दृश्यहरू भने अझै सुन्दर पनि हुनेछन्। र यसरी यो गोठ, हिजो हामी बास बसेको गोठबाट अब हामी अगाडि नै बढ्दैछौँ। यसरी चढ्नुपर्छ उकालो हेर्ने। माथि कहाँ साथीहरू पुगिसक्नुभयो, म यहाँ तल छु। एकजना साथी बिचमा हुनुहुन्छ। यति कष्टकर यात्रा छ नि यो, अब क्यामेराले कैद गरेको भन्दा एकदमै धेरै कष्टकर यात्रा छ।
हामी अहिले चाहिँ साङ्जेबुक डाँडा भन्ने स्थानमा आइसकेका छौँ। यहाँको उचाइ समुद्री सतहबाट करिब 3800 मिटरको हाराहारीमा रहेको रहेछ। अनि यहाँबाट पारिपट्टि देखिएका सबै हिमालहरू चाइनाका, अनि यहाँबाट चाइनाको एउटा गाउँ पनि मजाले देखिन्छ। म तपाईँहरूलाई देखाउँदैछु है त जुम गरेर। यो पारिको गाउँ चाहिँ चाइनाको गाउँ है। यो पुरै बस्ती छ चाइनाको गाउँ। अनि यहाँबाट चाहिँ अब हामी यता अगाडि उकालो लाग्नुपर्ने रहेछ। एकदमै ठाडो उकालो छ अझै। अब 3800बाटै उकालो अझै भनेपछि कति कम्तीमा पनि 4500 मिटर हामीले हाइट चढ्नुपर्छ पोखरी भेटाउनलाई। र यो साङ्जेबुक डाँडाको वरिपरिबाट हामी यहाँको एकदमै सुन्दर भ्यू हेर्दैछौँ। यहाँबाट चाहिँ ड्रोन सट मार्फत मकालु हिमाल लगायतका विभिन्न हिमालका श्रृङ्खलाहरू पनि देखिन्छन् भन्ने कुरा हाम्रो दाइबाट जानकारी प्राप्त भएको छ। र अब हामी यहाँ वरिपरिको सुन्दर भ्यू हेर्छौँ, केही बेर आराम गर्छौँ अनि उकालो लाग्छौँ। साङ्जेबुक डाँडाको वरिपरिबाट देखिएका विभिन्न हिमालका श्रृङ्खलाहरू अनि सुन्दर पहाडका श्रृङ्खलाहरूको दृश्यहरूलाई निकै बेर अवलोकन गरेर हामी हाम्रो यात्रामै अगाडि बढ्यौँ। हाम्रो यात्रा अब उकालै उकालो पनि रहेको रहेछ। अनि पोखरी चाहिँ माथि हिमालयको फेदमा रहे जस्तो ड्रोन सटबाट देखिएको थियो। अब सायद त्यतै पुग्नुपर्ने रहेछ भन्ने पनि मनमा लाग्यो र हामी निरन्तर उकालै उकालो बाटोको यात्रा गर्दै अगाडि नै बढिरह्यौँ। यतापट्टि चाहिँ भिर छ तल, अनि यो पनि छ। एकदमै डेन्जर भिरालो ठाउँमा चाहिँ हामी बसेका रहेछौँ। र पारी चाइनाका गाउँहरू, चाइनाका पहाड, चाइनाका हिमालहरू पनि देखिरहेका छन्। हामी यसरी ठाडै उकालो चढिरहेका छौँ। यो माथिदेखिको अग्लो पहाड पनि हामीले क्रस गर्नुपर्ने रहेछ। यतापट्टि फाँटहरू पनि छन् प्रशस्तै, खर्कहरू पर हिमाल देखिरहेका छन्। र हामी चाहिँ अब उकालो अगाडि नै बढिरहेका छौँ। एकदमै उकालो छ र गाह्रो पनि भइरहेको अवस्था छ। हेर्नु है, हाम्रो साथीहरू कसरी अगाडि जाँदै हुनुहुन्छ। अब यो अग्लो पहाड कटेर अनि अझै उकालै होला सायद अगाडि बढ्नुपर्ने रहेछ। यस्तो ठाउँबाट यात्रा गरिएको छ। यो जिन्दगीमा कति ठाउँ घुम्यो र यस्तो कठिन यात्रा चाहिँ मेरो यो पहिलोचोटि नै भइरहेको छ। बोल्न पनि धेरै सकिरहेको छैन। अगाडि बढि नै रहेका छौँ हामी। अहिले हामी यो किपुक डाँडा भन्ने स्थानमा आइसकेका छौँ। यहाँको उचाइ 4000 मिटरको हाराहारीमा रहेको रहेछ। र यहाँ वरिपरिबाट देखिने भ्यू हामी केही बेर अवलोकन गर्दैछौँ। यहाँबाट चाहिँ मकालु हिमाल, अनि यता चाइनाका विभिन्न हिमाल र हामी जाने किपुक पोखरी, त्यहाँदेखि माथिका विभिन्न पोखरीहरू पनि थोरै देखिरहेका छन्। अब यो दृश्यहरूलाई तपाईँहरूमाझ प्रस्तुत गर्छौँ। अनि यहाँबाट हामी फेरि केही अगाडिबाट तिर्सै यात्रा गर्दै अनि फेरि उकालो यात्रा गरेर पोखरी भएको क्षेत्र प्रवेश गर्छौँ। हामीले किपुक डाँडाबाट देखिने वरिपरिको दृश्यहरू अवलोकन गऱ्यौँ। निकै बेर अवलोकन गऱ्यौँ। चाइनातिरका हिमाल, नेपालका मकालु हिमाल लगायतका विभिन्न हिमालहरूको दृश्यहरू अवलोकन गऱ्यौँ। र पोखरी पनि थोरै यहाँबाट
देखिँदो रहेछ र अब हामी अगाडि नै बढ्दैछौँ। यहाँबाट चाहिँ फेरि हामी ओह्रालो लाग्दैछौँ। ओह्रालो लागेर अनि परबाट फेरि उकालो लाग्नुपर्ने रहेछ। यो ठाडो भिर चढेर जान चाहिँ नसकिने अवस्था रहेछ र यहाँबाट ओह्रालो लागेर अगाडि नै बढ्दैछौँ। पुरै हिउँ छ। अब जान चाहिँ एकदमै अप्ठ्यारो छ। अब प्रयास गरिँदैछ जे होस्। यसरी हिउँ पुरै जमिरहेको अवस्था छ। अब फेरि हामी यहाँबाट उकालो जाँदैछौँ। उकालो निकै बेर कटेपछि यो माथि डाँडा कटेपछि फेरि तेर्सो जानुपर्ने रहेछ। यति धेरै सङ्घर्षको यात्रा छ म शब्दले व्यक्त गर्न सक्दिनँ। दोस्रो दिन हो आज हाम्रो लगातार यात्रामै छौँ। एकदमै एक्सट्रिम उकालो अनि दृश्यहरू चाहिँ एकदमै बवाल। हिउँ पनि हेर्नु है दर्शकवृन्द कति धेरै छ। साथीहरूले यसो बाटो बनाइदिएकोले मलाई केही सहज भइरहेछ तर पुरै खुट्टा भाँसिरहेको छ हिउँमा। यो परैसम्म छ। यो सबैभन्दा कठिन घडी नै हो जस्तो लाग्यो मलाई। उकालो भन्दा पनि यो चाहिँ कठिन लाग्यो किनभने उँधो गयो भने कहाँ पुगिन्छ ठेगान छैन। यसरी अगाडि बढिँदैछ हिउँबाट। हो साथी बाटो छैन त। आमामामामामा हैट कसरी जानु त? ओहो आमामामामा हेर्नु है यसरी जाँदैछौँ हामी। आमामामामा हैट हात त पुरै एकैछिनमा झर्ला जस्तो चिसो हुने रहेछ। आमामामामा आथा एकदमै डेन्जर यात्रा छ है दर्शकवृन्द। यहाँ चाहिँ एकदमै जोखिम। ओहो बग्यो त। ओहो हामी यसरी चाहिँ हिउँ टेक्दै अगाडि बढिरहेका छौँ। सबै हिउँ सिवाय अरू केही पनि छैन यहाँ। अनि उँधो झऱ्यो भने चाहिँ ठुलो भिर छ। कहाँ पुगिन्छ। साथीहरू चाहिँ यसरी अगाडि पुरै सङ्घर्षको यात्रा गर्दै हुनुहुन्छ। म चाहिँ बिचबाट यो दृश्य कैद गरिरहेको छु। चारैतिर हिउँले ढाकिएका सेताम्मे भएका पाखाहरूमा लड्दै पड्दै भौतारिँदै हामी अगाडि नै बढिरह्यौँ। पोखरी कहाँनिर छ भन्ने कुरा चाहिँ हामीले तलबाट ड्रोन सट मार्फत पनि केही सङ्केत चाहिँ पाएका थियौँ। तर ठ्याक्कै यहाँनिर छ भन्ने चाहिँ हामीलाई कुनै जानकारी थिएन। हामीसँग आउने लाक्पा दाई चाहिँ निकै अगाडि पनि हुनुहुन्थ्यो। उहाँ चाहिँ यो क्षेत्रमा धेरै पटक यात्रा पनि गरिसक्नु भएको रहेछ। त्यसैले पनि उहाँलाई यो हिउँमा हिँड्न त्यति कठिन भएको महसुस भएको थिएन होला सायद। तर मलाई चाहिँ हिउँमा टेक्दै हिँड्दा निकै अप्ठ्यारो महसुस भइरहेको थियो। बाटो पनि निकै भिरालो रहेको थियो। निकै नै सङ्घर्षपूर्ण यात्रा गर्दै हामी अगाडि नै बढिरह्यौँ। चारैतिर सेतामसुर भएको हिउँको दृश्यहरू हेर्न चाहिँ रमाइलो पनि लागिरहेको थियो। तर यात्रा चाहिँ निकै नै सङ्घर्षपूर्ण रहेको थियो। भनेको हिउँ चितुवाको होइन। यहाँ चाहिँ हिउँ चितुवाको पाइलाहरू पनि देखिन्छ है।
हिँडिरहेको। यो त वन मान्छे न थाहा होला रमाइलो छैन सर बब्बाल यहाँनिर चाहिँ हिउँ चितुवा हिँडेको पाइलाको डोबहरू देख्न सकिन्छ है। यसरी हिँडिरहेको हिउँ चितुवाको पाइलाको डोब। लडिएला है। ओहो जाउँ है सरहरू जाउँ है। चिप्लेर लडिएला है। यात्रा हेर्नुहोस् है दर्शकबिन यस्तो छ। हिउँै हिउँबाट हिँडेकै लगभग 1 घन्टा भयो होला हिउँै हिउँमा। यसरी अझै सकिने छाटकाट छैन। हिउँ पहिरो आयो। करिब 1 घन्टा जति हिउँमा यात्रा गरेपछि अब हामी फेरि यहाँबाट उकालो चढ्दैछौँ। अनि अगाडि एउटा सुन्दर पोखरी छ र त्यो पोखरीभन्दा अझै माथि हिमालय चढेर हामी अर्को पोखरी भएको ठाउँ पनि जानेछौँ। अब सर्वप्रथम हामी यहाँको पोखरी हेर्नेछौँ, वरिपरिको दृश्यहरू हेर्नेछौँ। त्यसपछि माथिल्लो पोखरी भएको स्थानतर्फ अगाडि बढ्नेछौँ। किपुक तालको नजिकैबाट देखिएका चाइनाका हिमालहरू यस्तो देखिन्छ हेर्नु है। यो सबै पारिपट्टिका चाइनाका हिमालहरू लहरै छन्। आँखाले भ्याउन्जेली हिमाल देख्न सकिन्छ। र हामी पनि अहिले किपुक तालमा हिमालयकै छेउमै छौँ र यहाँ वरिपरिको दृश्यहरू पनि अवलोकन गर्दैछौँ। ए नजानु है त्यसरी भासिन्छ। ओहो पोखरी यसरी जमेको छ र हाम्रो लाक्पा दाइ चाहिँ यसरी झन्नै नै ओ हट। म चाहिँ अब यहाँबाट सुलुली खेलेर तल झर्दैछु है। आइसबाट हिउँबाट सुलुली हानेको यहाँ आम्मा खोपिल्टै रहेछ नि त। नजानु है उता। ओहो भासिन्छ नि। यहाँ पोखरीमा चाहिँ यसरी हाम्रो लाक्पा दाइ चाहिँ उता जान खोज्दै हुनुहुन्छ। लट्ठीले छेड्नु त छेडियो भने चाहिँ कहिलेकाहीँ चाहिँ फेरि नसोचेको घटना घट्छ। मान्छे यहाँबाट पोखरीमा भासियो भने तल पुरै भित्र पस्ने सम्भावना हुन्छ। तर लाक्पा दाइ चाहिँ ट्राई गर्दैछ। नजानु धेरै उता नजानु है। ओहो स्वाट्टै छिर्यो भने त अनिखेर गयो त। ओहो ल हेर्नु है पोखरीको अवस्था यस्तो छ। फुटबल खेल्दा हुन्छ। यहाँनिर चाहिँ पानी छ, यतापट्टि चाहिँ पुरै जमेको अवस्था छ। दाजु धेरै अगाडि नजानु छ है। हाम्रो लाक्पा दाइ चाहिँ यो जमेको पोखरीको माथि हिँड्दै हुनुहुन्छ। म पनि माथि नै छु तर अलिक पर चाहिँ नजमेको क्षेत्र छ। अनि त्यहाँबाट चाहिँ ख्वात्तै छिरियो भने चाहिँ एकदमै जीवन नै समाप्त हुन्छ। नजानुस् है धेरै टाढा चाहिँ। ओहो ए लाक्पा दाइ यसरी जाँदै हुनुहुन्छ है। जिन्दगीमा 2 दिनको सङ्घर्ष पछि देखिएको रमाइलो।
2 दिनको एकदमै सङ्घर्षपूर्ण यात्रापछि सायद हामी हजुर 2-3 जना हजुर सप्ताह पनि डुब्छ होला यो ठाउँमा तर यो हजुर अहिले चाहिँ एकदमै यो एकदमै खेल मैदान जस्तो भइरहेको हो खेल मैदान भलिबल फुटबल खेल्नलाई फुटबल खेल्ने ग्राउन्ड जस्तो के पुरै गेमको आयोजना गरौँ यहाँ के अरे तालमाथि गेमको आयोजना गरेर ओल्ड रेकर्ड राख्नुपर्छ जस्तो छ पर्ला जस्तो छ हो अलिकति यतापट्टि चाहिँ पानी देखिएर पो त नभए त अनि यो पोखरी चाहिँ यति विशाल छ दर्शकवृन्द यहाँ हामीले देख्दा थोरै जस्तो देखिरहेको होला तर यसको परिक्रमा गर्न चाहिँ झन्डै 3 घन्टा लाग्छ ओल्लो छेउबाट पल्लो छेउ पुग्न यति विशाल छ पोखरी ल हाम्रो दाजुले चाहिँ ढुङ्गा हान्दै हुनुहुन्छ है पोखरीमा आम्मामा त्यो पनि जमेकै रहेछ नि त त्यहाँ पनि ओहो यो कालो देखिएको भाग पनि जमेकै रहेछ दर्शकवृन्द यसरी ढुङ्गा हान्दाखेरि त्यसरी पारी जान्छ ढुङ्गा ओहो उता नजानु उता त डेन्जर हुन्छ ए हे ब्ल्याङ्गै पो लडिदिनु भयो त घुँडा फुक्लियो होला यहाँबाट चाहिँ हाम्रो साथीले पोखरीमा एउटा ठुलो ढुङ्गा बजार्दै हुनुहुन्छ हेर्नु है फुट्छ फुट्दैन भनेर परै पुगेन होइन यहाँ त झन् त्यो पर्लो पनि फुट्दैन के के को फुट्दैन पुरै यत्रो ढुङ्गा हान्दा पनि फुट्दैन भने चाहिँ कति धेरै कडा छ यो हो ब्रेकरले मात्रै फुट्छ यो फुट्दैन ऊ त्यहाँनिर चाहिँ झन् झनै फुट्ला जस्तो गर्यो ओहो यहाँको पानी त है कति कञ्चन के सबैभन्दा संसारको शुद्ध पानी भनेको यही होला पुरै चर्किँदो रहेछ त है सिसै छ यो त काठ छ नि ल हेर्नु है खेल्न पनि मजा आउने क्या यहाँ चाहिँ खेल्न मजा आउने क्या यहाँ चाहिँ यही छेउमै 2 इन्च छ अनि त्यस्तो आइस छ उता त कस्तो होला बाक्लो यहाँनिर चाहिँ आइस गुड्काउँदै हुनुहुन्छ हाम्रो साथीहरूले र आइस चाहिँ यहाँबाट फ्याँक्दाखेरि पल्लो छेउ नै पुग्दो रहेछ कि यति धेरै चिप्लो छ यहाँ दर्शकवृन्द हामी यतिखेर सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका अन्तर्गत पर्ने यो समुद्री सतहबाट करिब 4000 मिटरको उचाइमा रहेको जमेको ताल किपुक ताल भन्ने स्थानमा छौँ यसको नाम चाहिँ किपुक ताल भनिँदो रहेछ र यो यति सुन्दर छ यहाँसम्म हामीलाई आउन चाहिँ तल लिङ्गमबाट 2 दिन लाग्यो एकदमै कठिन यात्रा उकालो यात्रा अनि यहाँ आइपुग्दाखेरि यहाँ देखिएको दृश्य हामीले हिउँ खेल्दै आएको रमाइलो पलहरूले गर्दाखेरि एकदमै स्वर्गमै आएको महसुस पनि भइरहेको छ र यो क्षेत्र चाहिँ लुकेको स्वर्ग पनि रहेछ यो सङ्खुवासभा जिल्ला र चिनको सिमानामा पर्ने क्षेत्र एकदमै सुन्दर अनि लुकेको यहाँको स्थानीय बाहेक मिडियाहरू पनि आइ नपुगेको ठाउँ एकदमै सुन्दर रहेछ र यहाँसम्म ल्याउनको लागि हामीलाई सहयोग गर्नुहुने स्थानीय लिङ्गमको स्थानीयवासी दाइ लाक्पा दाइलाई पनि हृदयदेखि नै आभार प्रकट गर्छु यति सुन्दर ठाउँ हाम्रो धेरै दर्शकहरूलाई देखाउने अवसर प्राप्त भयो अनि हामीलाई गाडीमा पनि सहयोग गर्नुभयो 2 जना सरहरूले उहाँहरूलाई पनि हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु यति सुन्दर दृश्य हेर्न पाइयो उहाँहरूसँगै आउन पाइयो रमाइलो पनि भयो र अब हामी यहाँ वरिपरिको केही दृश्यहरू अवलोकन गर्छौँ लगातार 2 दिनको सङ्घर्षपूर्ण यात्रापछि हामी समुद्री सतहबाट करिब 4000 मिटरको उचाइमा रहेको किपुकताल भएको क्षेत्र प्रवेश गऱ्यौँ किपुकताल हामी पुग्दा पुरै जमेर सेताम्मे भएको रहेछ केही पर किपुकतालको छेउको भाग चाहिँ चन्द्रमा जस्तो आकृतिमा केही नजमेको जस्तो देखिएको थियो जुन निकै कालो पनि देखिरहेको थियो यो पोखरीलाई कालो पोखरी पनि भन्ने गरिदो रहेछ यसको रहस्य चाहिँ के रहेछ भने यो पोखरीमा पहिला नेपाल र तिब्बतको युद्ध हुँदा तिब्बतीयनहरूले हतियार लुकाएको भन्ने पनि गरिदो रहेछ तिब्बतीहरूले हतियार लुकाएको ठाउँ कहाँ हो भन्ने कुरा चाहिँ हामीलाई जानकारी भएन तर पनि नेपाल र तिब्बत बीच युद्ध हुँदा तिब्बतीयनहरूले यहाँ हतियार लुकाएको भन्ने पनि स्थानीयहरूको भनाइरहेको रहेछ जे होस् यो लुकेको क्षेत्र आएर हामीले यहाँको सुन्दर दृश्यहरू प्रस्तुत गऱ्यौँ यहाँसम्म आउने बाटोको अवस्थाको बारेमा पनि जानकारी गरायौँ अब यसपछि आउने भिडियोमा हामी यसै क्षेत्रमा माथिको अग्लो पहाड पनि छिचोलेर अगाडि बढेपछि अझै धेरै पोखरीहरू
रहेको कुरा स्थानीयहरूबाटै हामीले जानकारी प्राप्त गरेका छौँ र हामी जडीबुटी नै जडीबुटी भएको जङ्गल प्रवेश गर्दै जडीबुटीहरूका नामहरू पनि चिन्दै अगाडि बढ्नेछौँ र अरू पोखरीहरूको दृश्यहरू पनि अब यसपछि आउने भिडियोमा प्रस्तुत गर्नेछौँ। समग्रमा आजको भिडियो मन पराएर अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूप्रति हृदयदेखि नै आभार प्रकट गर्दै आजको लागि यस भिडियोबाट अनि तपाईँहरू माझबाट पनि बिदा हुन चाहन्छौँ। हवस् त, धन्यवाद, नमस्कार।